किने कति अड्छ नटले अड्छ अड्छ यो झोलामा हाल्छ दुई तीनवटा ए जति अड्छ अझै चाहिन्छ गाडी खाली भयो यता उता चल्ने भयो के धेरै थोरै भएर जाऊ न जाऊ के हुन्न हेलो पारस बेब हाय हेलो कमल बेब उसको त उयो छ क्या हो कौन है कमल त कहाँ गयो फेरि कस्तो कस्तो छुट्टै भइरहेछ होइन थाकिरहेछ यसो रमाइलो भइरहेछ अझै गन्तव्यसम्म पुगेकै छैन अब कति बाँकी छ दाइ हामी 10 मिनट जस्तो होला 10 मिनट भनेपछि हामी 95% आइसक्यौँ कि कहाँ हो ओ भ्लगर एउटा त्यहाँ छ फेरि ए कमल त होमवर्क गर्छ तपाईँले भोलि ए आज त्यहाँ बोली हेर न बोली उल्टो साँच्ची उल्टो साँच्ची उल्टो नहल्लाउनु कमिलाको भिडियो खिच्न ल हेर फेरि खिच भने आयो नखिच भने जापानमा चोरी हुने नै साइकल हो तिमीलाई के थाहा हो होइन उनीहरूले लाने हो नि त पुलिसले लान्छ कि हाम्रो त्यो इलाका होइन त्यहाँनिर भेटनामहरू धेरै बस्दैन नि भेदिहाल्यो त्यो उठाइदिन्छ लात हान्नु पर्ने सालेहरूलाई हाल्यो त्यो भेदिहाल्यो त उठाउने साइकल भेदिले हो नि त डेम्बो फर्केर रुख देखाएर हुन्छ त्यसको फोटो लिनु पर्यो नि के छ एकदम बवाल लास्ट थकित भएको छ हैन अनि के भन्छ
के भन्छ के भन्छ बुझेन कति लाग्यो आउन 2 घन्टा अलमोस्ट अनि फर्किनु कति लाग्ने हो अब 2.5 घन्टा लाग्छ फर्किन किनभने हामीसँग साइकलमा लाइट छैन हामी साइकलमा हो नि त घर पुग्दा कति बज्ने होला लास्ट रात पो पर्ने 10:30-11 बज्छ है 10-11 बेलुका रात पस्यो यहाँ चाहिँ होइन साइकल रहेछ हामी साइकल ल्याएन यस्तो बिजक भइरहेछ हाम्रो चाहिँ लाइट बालेर भिडियो बनाउँदैछौँ होइन हामीले चाहिँ दिस इज टोइलेट फिमेल मेल वाउ कमल चाहिँ कसले भन्छ नि इचिबान झ्याप धेरै काला हजुर यस ह्याकुनको लाइट अनि खतरा हुन्न त पुलिस आएकै लाइट बालिदिने हो यो मोबाइलको किन हाल्नु पर्थ्यो खोइ सबै घट्यो त ए त्यो त रहेछ कैसा है कहाँ छ टावर